एकछिन मसला हाल्दै अब चाहिँ मैले छोपिदिन्छु एकछिन मसला पाक्नलाई छोपिदिन्छु गाइस मैले चाहिँ ढाकेको थिएँ मसला पाक्नलाई अनि चाहिँ खोलेको हैन यस्तो गरेर मसला अब यसमा मैले चाइनिज साग हाल्दैछु चाइनिज साग मिठो हुन्छ नि त बुङ्गुरको मासुमा चाइनिज साग देख्नुहुन्छ हजुरहरूले सक्नुहुन्छ अब यसलाई चलाएर छोपिदिन्छु छोप्यो भने पानी निस्किन्छ होला यतिकै राख्छु हाम्रो घरमा चाहिँ पाहुना आउनुभएको छ र त्यही भएर चाहिँ यति धेरै मासु राख्दैछ बुङ्गुरको यो साग ढाक्दैपछि गाइस रेडी भइसक्यो है मैले साग हालेँ साग पनि पाकिसक्यो अब म धनिया हाल्छु यसमा एकछिन फाइनली पाकेर रेडी भयो अब म यो धनिया हाल्छु धनिया हालेर चलाइदिएँ यत्तिकै सुक्खा हुन्छ लेदो ग्रेभी मिठो हुन्छ